सो व्हाट्सअप गाइस, म चाहिँ यहाँ पेट्रोल हालेर अब लाग्यो फेरि आफ्नै बाटोतिर। यसो पेट्रोलको सर्टेज भएको बेलामा हालिदिउँ भनेर आइयो। पहिला 1700 मा फुल हुन्थ्यो, अहिले 2000 मा पनि फुल हुँदैन। त्यो जमाना आइपुग्यो। अब हुन्जेलसम्म चलाउने हो, त्यो पनि सक्यो भन्दा गइगयो नि हैन। सबैजनाले मिलाएर है, यसो फोन बिग्रिएको छ भने मिलाएर, बिग्रिएको छैन भने पनि यसो दायाँ बायाँ हेरेर सब्सक्राइब भनिदिउँ न हैन। लाइक पनि हान्दिउँ ल गाइस, ल कहाँ जाने हो? म कहाँ हिँडिरहेको, म कहाँ हिँडेँ। जहाँ हिँडे पनि ठिकै छ, बाटो आफ्नै बाटो दौडिने हो। अहिले अफिस छुट्टी हुनेला भयो हैन। ठ्याक्कै कति भयो, 6 बजेर 10 मिनट गयो। त्यही भएर यहाँ जाम चाहिँ औडा जाम छ। अब कहीँबाट फुट्ने भने पनि फुट्न सकिन्न, यस्तो गाह्रो छ। कहाँबाट जाने हो मलाई पनि थाहा छैन। तर यति हो कि म बाटो छु भन्ने चाहिँ थाहा छ मलाई। अब केटिएमको 250 आयो हेर न यहाँ गोपाल एडभेन्चर। त्यही एउटा एडभेन्चर भन्ने नाम थाहा छ, अरू के थाहा छ है। त्यो पनि राम्रै हो। मिलाएर बुझौँ गाइस। कति टाइम लाग्ने फुल्न यार? यो भएको यस्तो मलाई मात्रै हो कि सबैलाई हो? 2 1 0 खुल्यो त मेरो भयो। म त ज्योतिषै हो या। पेट्रोल हालेको अन्त बाइक त भेरा गर्छ यार। पेट्रोल त पुगेन कि यसलाई, पुरै जाँदैन त। हान्दै रन्का जाम छ। यो जाममा बस्नुभन्दा बरु हल्का यस्तो गरेर के कस्तो देखिएको छ थाहा छैन मलाई। तर पनि हल्का यस्तो पोल्टाइदिउँ न होइन। अब गाइस कस्तो देखियो भनौँ है, यस्तो चाहिँ क्या। गाह्रो छ कि गाह्रो छ।
सबैलाई छिटो पुग्नु छ, मलाई पनि छिटै पुग्नु छ। अब ढिला एकछिन पर्खौँ भनेर कोही भन्दैन, पर्ख्यौँ भनेर होइन। अब पर्ख्यौँ भनेर नभन्ने भयो के, म पनि हान्दिने हो नि अब। बुढाम हान्दिने हो नि अब होइन। हेर न यो BYD आमा आमा छोरो। अब पेट्रोल र डिजल सर्टेज भयो भने त यस्तै गाडी मात्रै चल्ने अब। यो इलेक्ट्रिक गाडीवाला मात्रै चल्ने हो। यो चार्ज हुने गाडी मात्रै चल्छन्। अब अरू त थन्किएर आराम गर्छन् होइन। अरू बेलामा दुःख दिएको थियो, ल आज थन्कियो भनेर मजाले थन्किएर बस्छन् होला यिनीहरू पनि। कस्तो रमाउँछन् होला है। अब अहिले हामी पेट्रोल डिजल भएको बेलामा हाल्या छ दौडा छ माइकेलाल। सर्टेज भयो भने त यही हो। टिभी गाडी चढ्नेहरू पनि त मक्ख पर्छन् होला है, रन्काउँछन् होला माइकेलाल। बाटो फाटो सब खाली हुन्छ, रन्का भनेर दौडाउँछन्। तर जति दौडायो नि के गर्ने, 50 स्पिड जान्दिँदैन नेपालमा अन्त कहीँ। आमामा त्यस्तो दौडाउनु पनि मनै लाग्दैन यार, किन हो। मामाहरू त छैन नि, फेरि यहाँ बाइकमा समातिहाल्छ पो। यो साउन्ड चेन्ज गरेर हिँडेपछि त गाह्रो छ हौ गाइस होइन। उठ्यो हेर न, टोयोटाको हाइब्रिड गाडी, 5 करोडको गाडी। रन्का टाढा गयो भने ट्राफिक जाम पर्छ, त्यही भएर म यतैबाट जान्छु। यहाँबाट गएर उता गल्लीबाट फुत्त भित्र छिर्छु। बाहिर उज्यालै छ, मलाई 6 बजिसक्यो यार। यतातिर फेरि के भन्नु लाग्यो बिर्सेँ के भन्नु होला मैले। कोही छ यसो एकचोटि गालामा हाने चाहिँ याद हुन्थ्यो अरे। कोही छ र हान्ने, कोही छ गालामा हान्ने, कोही छ। त्यो गल्लीमा धेरै बटार्नु हुन्छ है। आफूलाई सुन्दाखेरि साउन्ड मजा आउँछ, अरूलाई त औडा रिस उठ्छ होला नि। कोठामा बस्नेहरूलाई त कति मठारेको होला यस्ता बाजेको भनेर होइन। भित्रभित्र कम गाली गर्छन् होला त। आफूलाई हेर्दाखेरि चाहिँ पुरै राजा भने जस्तो लागिरह होला लाग्छ हामीलाई। उनीहरूलाई भित्रभित्र गाली गर्न पाएपछि कोही छ यहाँ, कोही छ त, कोही छ यहाँ।